साथीहरू म रवि लामिछानेको सपोर्टर पनि होइन। मलाई चाहिँ नि एउटा के हो भनेदेखि देश बन्नोस्, देश राम्रो होस्, देश विकसित होस् र यहाँका सबै जनता व्यक्ति हरेक युवाहरूले रोजगार पाउन्, यो देश छोडेर विदेशिनु नपरोस् मात्र रोजगारीको कारणले अथवा चाहिँ नि राजनीतिक कारणले अथवा चाहिँ अरू विविध कारण जसले राजनीतिक अस्थिरताले, त्यो मात्र मैले खोजेको चाहेको। यदि कसैले यो देश राम्रो गरी बन्छ र देशलाई साँच्चै चाहिँ नि समृद्ध र एकदमै विकसित बनाउन सकिन्छ भन्ने आँट हिम्मत जोसका साथ आउँछ भने त्यस्तो मान्छेलाई ठाउँ र अवसर दिनुपर्छ भन्ने चाहिँ मेरो मान्यता। त्यो हिसाबले मेरो एक प्रकारको हृदयको कुनामा कुनै किसिमको एक किसिमको सपोर्ट त रहन्छ नै, चाहे त्यो रवि लामिछाने होस् या चाहे जुनसुकै होस् अथवा यङ जेनेरेसनहरू छन् होइन। अब त्यो हिसाबले चाहिँ नै एक प्रकारको सपोर्ट त मेरो सधैँभरि रहन्छ, तर एकदमै त्यो डिपली चाहिँ नि घृणा गर्ने हिसाबले चाहिँ अहिले आइराखेको छ नि, जस्तो चाहिँ रवि लामिछाने ब्याक टु जेल भनिराखेका छन् कति मान्छेहरू। एकदमै अब त्यो त कुनै पनि एउटा स्पेसिफिक पार्टीप्रतिको एकदमै चाहिँ नि अन्धभक्त भएको व्यक्ति र कुनै हिसाबले उसलाई मन नपरेको मान्छेले मात्र त्यो तरिकाको भाष्य बोल्छ जस्तो मलाई लाग्छ होइन। ऊ आफैले प्रश्न भनिराखेको छ कि गृह मन्त्रालयको चाहिँ गृह सचिवालयबाट चाहिँ नि आएको चिठी हातमा लिएपछि मात्र ऊ विवश भएर चाहिँ जेलबाट बाहिर आयो, नभए ऊ जेलबाट बाहिर आउनै खोजेको थिएन भनेर उसले आफूलाई एकदमै स्पष्टीकरण दिइरहेछ, प्रुफसहित दिइरहेछ। अनि मान्छेहरू चाहिँ डेट बिग्रिएको रहेछ, यो फलानु, यो फेक, यो यसो उसो भनेर चाहिँ एकदमै भाष्य प्रकारको चाहिँ नि क्रिएट गरिराखेका छन् क्या। त्यो मलाई अचम्म लागेर मान्छे कतिसम्म चाहिँ नि त्यो निर्दयी, कतिसम्म चाहिँ त्यो अर्काको चाहिँ त्यो आफ्नो स्वार्थको लागि त्यतिसम्म तल गिरेर चाहिँ त्यो कटाक्ष गर्छ क्या। त्यो चाहिँ त्यसलाई राजनीतिकरण गर्छ, म बुझ्न सक्दिनँ। ऊ आफै भन्छ म जेलबाट बाहिर निस्कन खोजेको थिइनँ, म आउनै मानेको थिइनँ, तर सुरक्षाको कारणले तँलाई चाहिँ नि यस्तो यस्तो छ भनेपछि र मलाई प्रुफ चाहियो भनिसके पछाडि मात्र म बाध्य भएर बाहिर निस्केको। तर अबका दिनसम्म म पर्खाइमै छु, भोलि अदालतले मजाले क्लिन चिट नदिउन्जेलसम्म म कुनै पनि उसमा छैन, तर देश समृद्ध होस् भन्ने मेरो चाहना छ, म त्यसमै मात्र स्टिक छु। तर सबै म क्लिन नहुन्जेलसम्म राजनीतिमा म आउँदिनँ। भोलि म जेल फेरि जानु पर्यो र भने त्यही डिसिजन अनुसार म जेलमै गएर बस्न रेडी छु भनेर भनिरहेको छ उसले। त्यसो भन्दा भन्दै पनि त जेलमा जा, ब्याक टु जेल भनिराख्ने कतिसम्मको अबुझ मूर्ख्याइ र चाहिने त्यो एउटा भनौँ न त्यो त्यो मनस्थितिले मान्छेहरूले त्यो भन्छन्, म अचम्म लागेर आउँछ। एज अ निस्वार्थ भावले एज अ ह्युमन बिङ भएर सोचौँ त मलाई कुनै पनि पार्टीमा आस्था छैन। अहिलेसम्म मैले भनिसकेँ कुनै पनि पार्टीसँग म जोडिएको पनि छैन, अहिलेसम्म कुनै पनि पार्टीलाई मैले मत दिएको पनि छैन। तर चाहिँ नि देश राम्रो होस् र कुनै पनि मान्छे देश राम्रो बनाउँछु भनेर आएको कुनै यङ जेनेरेसन छ भने त्यसलाई साथ र सपोर्ट दिनुपर्छ भन्ने मात्र हो मेरो चाहिँ नि मन होइन। त्यही भएर लेट्स थिङ्क अबाउट दिज द